हेलो एभ्रिवान, गुड इभिनिङ। आज चाहिँ दसैँमा गुलियो खाँदा 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 मुखै गुलियो भइसकेर चाहिँ मोमो पार्टी गरेको। मोमो पनि कोपीले ग्यास हुन्छ, मैदा खानु हुँदैन भनेर आँटा र इस्कुसको मोमो बनाउँदैछु म चाहिँ। मलाई त्यस्तो बनाउनु त आउँदैन र पनि घरमा खानु चाहिँ खाँचो पनि हुँदैन। बनाउँछु यसो दुःख सुख जानी नजानी भए पनि। अब मेरो मिक्सी बिग्रिरहेछ र अचारको लागि चाहिँ सेतो तिल, डल्ले खुर्सानी, टमाटर, लोहोरो सिलौटामा चाहिँ हस्बेन्डलाई मैले पिस्नु लगाएँ। मिठो हुन्छ यो लोहोरो सिलौटामा पिसेको अचार चाहिँ, टेस्टी खालके हुन्छ हो। मिठो भएछ, पुरा मिठो हुन्छ। कस्तो भयो भनेर मैले यस्तो टेस्ट गरेको, कस्तो मिठो भयो। इस्कुसको छुट्टै मिठो हुन्छ हौ। घिउमा किमा मोलेको थिएँ कि पुरा मिठो भयो। नुहाउने घिउमा मोल्नुपर्छ, किमा चाहिँ दामी हुन्छ। यसमा चाहिँ अलि हुइजिङ ज्यादा लाग्छ, टेस्टी हुन्छ। सानो छोरीले पनि म पनि आउँछु नि भिडियोमा भनेर चाहिँ कप्पै स्पुनले मुखमा हाली मिठो भयो, पुरा मिठो भयो। अनि हस्बेन्डलाई सोधेको कस्तो भयो भनेर चाहिँ मैले हस्बेन्डलाई सोधेको। हस्बेन्डले पनि सधैँभन्दा चाहिँ आज पुरा मिठो भएछ। वाचिङ फर माई भिडियो।